विगत हैन झन्डै मलाई लाग्छ 12-14 वर्ष भइसक्यो होला नेपाली फिल्ममा एक्सन जर्नलको मुभी नचलेको है। धेरै सिनेमाहरू मान्छेले त्यो बनाउनु पनि छोडे, एक्सन फिल्म चल्दैन, एक्सन सिनेमा बनाउनु हुँदैन, नेपाली दर्शकहरूले एक्सन सिनेमा मन पराउँदैनन्। यो प्रकारको एउटा चाहिँ भनौँ न यो नै हो, यो नै सत्य हो भनेर त्यो स्थापित जस्तो गरेका थिए कि होइन। अनि तपाईँले देख्नुभयो होला जतिखेर 12 गाउँ सिनेमा आयो त्यतिखेर हाम्रो चाहिँ नि इन्डस्ट्रीका विज्ञहरू 5 जनाहरूले बडा एनालाइसिस गरे होइन। ती विज्ञहरू पछि मुख लुकाएर भाग्नु पर्यो। त्यतिखेर उनीहरूले कहाँ चल्छ यो फिल्म, यो हुँदैन, पुरानो टाइपको छ, के छ, कहाँ विराज भट्टले खेले कहाँ चल्छ होइन, छोरा त कहाँ नयाँ हो होइन, उसले गरेको मेहनत के छ, उसले कति भनौँ न यो यसको लागि कति तयारी गरेर आएको छ, कति मेहनत गरेको छ, कति पसिना बगाएको छ, उसको डेडिकेसन के छ, यसमा प्यासन के छ, त्यो छैन क्या। कहाँ हुन्छ यो त चल्दै चल्दैन भनेर चाहिँ नि खुलेआम मिडियामा भन्थे। अब त्यही कुरा कहीँ न कहीँ आएर बलिदानमा पनि त्यो जोडिएको जस्तो लाग्यो कि मलाई चाहिँ होइन। बलिदानलाई पनि ती